Kaknu tagi lilin kibung yaktung suangsa o asewaro kakirike kon ni gede para ge bappa niara in namdha sukim hi pangphe yumang thegu o ani tiongsi Sri Janga re naitle kbo sangba niara ro kakirike ko tiongsi Sri Janga re naitle kbo sang hongringsa yungeang ani suhangsare niwa gegoppa suhangsare men mongga ani kumangyakpa lati naitle kbo sang mangdhan no niara chokma bongiro ba niwa gegoppa re niwa tongsingang kon po khebaro kokirike komo kubha ke pare lagi alla phiat lungmo akhen merotangwa khen phiat lungmo granite mo sap singba ya sapma bongiro ba suja pandang pokhangwa सोच्यो त्यत्रो पनि 1-2 महिनामा सक्छ होला भनेर सोचेको थियौँ र त्यही अनुसार हामीले पनि अब खर्च रुपियाँको हामीले कल्पना गर्दै यति लाग्छ होला भनेर तर काम गर्दै जाँदा तन्किन जाँदाखेरि के छ भने 7 महिना जस्तो लाग्छ हुन चाहिँ तपाईँले अल्छी गरेर काम नगरेर एकदम कम्ती भन्ने पुरै आउँदैन किनभने हामी जब पनि भिजिटमा तपाईँले जहिल्यै पनि काम गरिराखेको एकैछिन बिर्साएको कहिले चिया खाएको हामीले देख्यौँ तपाईँले सब एकदमै कन्टिन्यू काम गर्छ बिहानै 8:30 8 बजीतिर चाहिँ बक्सामा आउनुहुन्छ बेलुका ढिलो जानुहुन्छ र तपाईँको पछिबाट चाहिँ एकदमै मजाले खटेर काम गर्नुभयो हामी सबै एकदमै चित्त बुझेको छ हुन त यसमा कति तपाईँको अब कति दिन हजिरा गयो कति दिँदा हुन्छ हुँदैन त्यो विषयमा हामीले सोचेको छौँ तर अब हामीले सोच्दाखेरि चाहिँ लाखौँ लाख करोडौँ रुपियाँ पैसा दिँदाखेरि पनि यसो क्षति नभए ठुलो हामीले अवसर पायौँ त्यो सम्झिनु पऱ्यो र चारको काठ हामीले झनै 1,67,500 रुपियाँको हामीले यो दराबाट ल्याएको थियौँ त्यहाँबाट कौलोको काठ हामीले 15,000 को ल्यायौँ फेरि चापको काठ पछाडि 10 किबी ल्याएको थियौँ है महेन्द्रकोबाट गर्दाखेरि हामीले काठ मात्रै 1,92,000 हामीले यसमा लागेको छ त्यो चाहिँ हामीले पैसा पनि दिइसकेको र पक्का भएको कुरा अनि त्यो बाहेक बिचमा हामीले यहाँ कौलो कटुसको ल्यायौँ त्यसको पनि ल्यायौँ लाकुडीको काठ पनि ल्याएको छौँ त्यसको चाहिँ हामीले अहिले पेमेन्ट गरेको छैन त्यो हाम्रो उदाहरणमा पुष्प दाजु पनि यहाँ उनीहरूको चाहिँ हामीले यति भनेर सम्झेको छु उनीहरू पनि त्यो अब हेरौँ है भनेर गएको छ त्यसले गर्दाखेरि मिस्त्रीको मात्रै झन् 6 लाख जस्तो खर्च यहाँनिर आउने रहेछ खालि हजिरा मात्रै अनि त्यो 6 लाख जस्तो हजिरामा चाहिँ हामीले अहिले 1,25,000 मात्रै दिएको छौँ डल्लै अब केजीमा पावा पनि दिन सकेको छैन यत्रो दिन 7 महिनासम्म तपाईँले गर्नु भनेर सोचेपछि चाहिँ हामी गरेरै छोड्यौँ र अझै धेरैजना साथीभाइको कुरा टोटल गर्दाखेरि यो मिस्त्री खर्च र यो काठपाट गर्दाखेरि झन्डै 10 लाख 8.5 लाख रुपियाँ खर्च सक्यो अब पलिस सर्भिस गर्दाखेरि 10 लाख अनुदान बनिएको छ यो चाहिँ ठुलो एउटा